ल गाइस गुड मर्निङ एभ्रिवान हेभ अ नाइस डे। कहाँ पस्नु कहाँ जाने हो र उही पर होइन अनि आज चाहिँ अब मम्मी र म चाहिँ अब बाख्रालाई घाँस काट्न हिँडिसकेको छौँ। घाम चाहिँ अलिक ओभर लाग्यो, अलिक बिहानै जानु पर्थ्यो, सो केही छैन। अब यतिखेर जाँदा पनि तर घामले चाहिँ मार्छ कि। अनि घाँस काट्न गएको अरे मम्मीले खोइ कहाँ लानुभयो अनि घाँसै देख्ने केही अरू घाँसहरू भने पनि सबै खडेरी लगाइरहेछ हो। त्यताको अवस्था चाहिँ धानको अवस्था चाहिँ गम्भीर छ हो। हाम्रो चाहिँ अब धान काट्दैछौँ, सबै धान ढलेको रहेछ। म हिजो हेर्न गएको थिएँ, सबै धान ढलेको रहेछ। हिजो को भइरहेछ खेतला चाहिरहेछ हौ, मान्छे चाहिरहेछ। A few moments later. घाँस काट्न पसेको दुःखतिर हलुडेर रुखमा पसेको छ, बाँदर जस्तै गएको छ। हेर्नुहोस् गाइस, गलेर त हट्टु भयो अन्त यत्रो माथि गएर काटेको लगाइछ। यो त आजको दिन त्यस्तै भयो होइन। तपाईँहरूको राम्रो जाओस् आजको दिन। घाँस काट्नु परेको चाहिँ यार बानी नै छैन, झ्याउ लाग्दो घाँस काट्न आएको अरे। त्यही पनि यस्तो लुगा लाएर घाँस काट्न आएको छु कि म। अस्तिको दिन छ यस्तो छ अहिले अवस्था धानको। किसानको जिउने आधार अहिले हेर्न यहाँ कति गाह्रो परेको छ। अब यो काट्नलाई झन् गाह्रो पर्छ। अब थोरै खेताला लाग्ने पनि धेरै लाग्छ होइन। यस्तोले यो धान अब यसपालि सखा भयो, यसपालि नहुनु भयो। अहिले खेतालाहरू आएको छ नि, भ्यू चाहिँ एकदम राम्रो छ होइन। पहाडी पहाड यहाँ चाहिँ सबै धानै धान ल्याइहालेँ, म ल्याउँदैछु अन्त काम गर्ने पनि अन्त सक्नु परेन। यो दृश्य देख्दा चाहिँ एकदम दुःखदमय दृश्य हो होइन। सारा नेपालीहरूको अहिले यस्तै अवस्था छ। सो अब चाहिँ हुनु भइगयो होइन।